म आज कलकत्तामा भएको भिक्टोरिया प्यालेसमा घुम्न गएको थिएँ। यो पहिला इन्डियामा ब्रिटेनहरूले शासन गर्दाखेरि त्यहाँ कलकत्तामा बनाएको यो एउटा प्यालेस रहेछ, दरबार रहेछ। अनि एकदमै वेस्टर्न शैलीमा बनाएको दरबार छ, निकै नै उत्कृष्ट आर्किटेक्चर छ। र यसको वरिपरि भने एउटा ठुलो गार्डन पनि बनाएको रहेछ, निकै नै ठुलो भव्य। हुन त अब जमानाको राजा बस्ने ठाउँ त हो, निकै नै भव्य प्यालेस छ। र यसको दुईतिर भने यसरी पोखरीहरू पनि बनाएको रहेछ। यो पहिला इन्डियामा ब्रिटेनहरूले शासन गर्दाखेरि बनाएको र अहिले चाहिँ पनि यसलाई म्युजियम जसरी चलाएको रहेछ। यो बिल्डिङ फेरि यो चारतिरबाट जताबाट हेरे पनि एकै खालको जस्तो बनाएको रहेछ, निकै नै उत्कृष्ट थियो। यो भने म आफै यो प्यालेस धेरै ठुलो क्षेत्रमा फैलिएको छ र यसको बारेमा त्यहाँ भित्रहरू भने केही फोटोहरू चाहिँ ग्यालेरीमा राखेको रहेछ। यो भने भित्र प्यालेसभित्रको पहिला सुरुमा यसरी सानो मोडल तयार पारेर त्यसपछि बिल्डिङ बनाउनतर्फ उनीहरू लागेको रहेछ। यो यसरी जमाना प्रयोग भएका यो हात हतियारहरू पनि डिस्प्लेमा राखेको थिए। हामीलाई दुई नाले बन्दुक भन्थ्यौँ र यो भने पिस्तोलहरू। यसरी बगैँचामा यसरी जनावरहरू पनि त्यहीँ चरिरहेका थिए र एउटा हिँड्दाखेरि हामीले यसरी बाटोमा केही चित्र, शिवजीको चित्र बनाउँदै थिए त्यहाँ। र त्यस महलभित्र छिर्नको लागि पर व्यक्ति भने 50 रुपियाँ लिँदो रहेछ। यो साँझको बेला यो लाइट बालिसकेपछि अझ यो आकर्षक देखिएको थियो, निकै नै सुन्दर छ। कोही कलकत्ता घुम्न आउनुभयो भने यो इन्डियाको कलकत्तामा भने यो प्यालेस घुम्नु होला। यो आर्किटेक्चर निकै नै राम्रो छ। हस्, थ्याङ्क यू।